मैले चाहिँ पठाउमा धेरै ट्राई गरेँ होइन। पठाउमा चाहिँ यो रिक्वेस्ट गर्न धेरै ट्राई गरेँ अनि कसैको रिक्वेस्ट पनि आएन होइन। अनि आफ्नोबाट गर्दा र आफ्नो साथीको मोबाइलबाट गर्दाखेरि पनि अब यो पठाउमा चाहिँ देखाएन क्या। रिक्वेस्ट नै आएन क्या, मेरोमा बज्दै बजेन। त्यसैले मैले इनड्राइभमा चाहिँ मैले सजिलोको लागि मैले इनड्राइभमा चाहिँ मैले हजुरलाई अ, सजिलोको लागि मैले इनड्राइभमा चाहिँ मैले देखाइदिँदैछु है त। इनड्राइभमा चाहिँ ल मानौँ यो मलाई रिक्वेस्ट आइरहेछ होइन यो, सबभन्दा नजिकको रिक्वेस्ट यो रहेछ होइन। यसमा मैले अब यसरी आईमा मैले प्राइज हानेँ। अब आईमा प्राइज हानेपछि अब यदि उताबाट एक्सेप्ट गर्यो भने ल मानौँ अब ल मेरो एक्सेप्ट भयो है। अब लिन जानुपर्ने भनेको चाहिँ यो गाडी देखाएको ठाउँ चाहिँ म भएको ठाउँ भयो होइन। अनि त्यसपछि मैले यो ठाउँमा छु। अनि त्यसपछि अब चाहिँ यहाँबाट चाहिँ अनि यो ए भनेको चाहिँ लिन जाने ठाउँ भयो। अब पठाउमा पनि यस्तै हुन्छ है। पठाउमा चाहिँ अब एबी नभए पनि तर अनि अब लिन जाने ठाउँमा चाहिँ कसरी जाने भन्दाखेरि यस्तै यहाँ यो नेभिगेसन छ नि जुन यो यहाँ यो नेभिगेसन भनेर लेखा छ नि यो ठुलो यो सेतोमा यो कालो अक्षरमा नेभिगेसन भनेर लेखा छ। पठाउमा पनि यस्तै अप्सन हुन्छ, माथि कर्नरमा हुन्छ है, माथिपट्टि। पठाउमा चाहिँ आई गेस यहाँतिर हुन्छ होला होइन। पठाउमा चाहिँ यो कर्नरतिर हुन्छ। यता यो माथि दाहिनेतिर कुनातिर यतातिर हुन्छ। अनि टक्क यसमा क्लिक गर्ने। अनि यसमा यसरी क्लिक गरेपछि चाहिँ Head toward Chati Toll Galley. लिन जाने चाहिँ यसरी लोकेसन देखाउँछ होइन। यहाँबाट चाहिँ यहाँसम्म हो है लिन जाने भनेर यसरी चाहिँ देखाउँछ ल। यहाँबाट चाहिँ यहाँसम्म यसरी लिन जाने हो है भनेर देखाउँछ। अनि टक्क लगाएर यहाँसम्म यसरी जाने। अनि यहाँ पुगिसकेपछि होइन, अनि यहाँ पुगिसक्नुभयो भने तपाईँले के गर्नु पर्यो भन्दाखेरि वहाँ पुगिसकेर यो आई एम हियर भन्ने बटन भयो होइन। अब यसमा क्लिक गर्नु पर्यो। अनि पठाउमा पनि यस्तै अब पुगिसकेपछि त्यहाँ अप्सन हुन्छ, त्यहाँ क्लिक गर्नु पर्यो होइन। अनि क्लिक गरिसकेर अनि राइड स्टार्ट गरेर फेरि त्यहाँ यस्तै यो नेभिगेसन हुन्छ। अनि फेरि यस्तै नेभिगेसनमा क्लिक गर्नु पर्यो। अनि यसरी क्लिक गर्यो भने चाहिँ हामी कहाँसम्म Head जाने toward Chati Toll भन्ने Galley, then turn right onto Indrayani Pith Marg. यहाँसम्म जानुपर्ने छ। GPS signal lost. यहाँबाट हामीलाई यहाँसम्म जानुपर्ने छ। अनि टक्क यसरी अब थिच्ने अनि टक्क यहाँदेखि सरर हामी जाने है त। यही हो सजिलोका लागि यसरी है। अब प्रायःजसो मान्छेहरूलाई चाहिँ यो नेभिगेसन गरेर जानुपर्छ भन्ने कुरा चाहिँ उहाँलाई थाहा नै छैन रहेछ क्या प्रायःजसो मान्छेलाई चाहिँ। प्रायःजसो मान्छेलाई चाहिँ अब इनड्राइभर गर्दाखेरि त्यो इनड्राइभकै म्याप हेरेर जाने होइन, यसरी नेभिगेसन नगर्ने गुगल म्यापमा। अनि गुगल म्यापबाट नेभिगेट गरेर नजाने होइन। इनड्राइभ छ भने इनड्राइभकै म्यापबाट जाने, पठाउ छ भने त्यही पठाउमै हेरेर बाटो खोज्ने क्या। त्यसरी भन्दा यसरी धेरै सजिलो हुन्छ नि त। त्यही भएर यसरी चाहिँ गर्नु होला है त। यो फेरि एकदम नयाँलाई भनेको है। नत्र त अरू सबैलाई थाहा छ फेरि ए यो त हामी सबैलाई थाहा छ यो के सिकाइरहेको भनेर चाहिँ नभन्नु होला। किन भन्दाखेरि यो जानिसकेको मान्छेले त थाहा पाइसक्नु भएको होइन। तर मलाई एकजनाले क्वेसन गर्नुभएको भएर चाहिँ उहाँले क्वेसन गर्नुभयो र अनि मैले अब पठाउ इन्टर गर्दा अब धेरै ठाउँमा पनि मैले देखिरहेको हुन्छ क्या। मलाई सोधिराख्नु भएको हुन्छ यो लोकेसन कहाँनिर हो, यहाँ कताबाट पुग्ने भनेर मलाई इनड्राइभमा यसरी म्याप यसरी जुम गरेर मलाई देखाइराख्नु भएको हुन्छ कि। जस्तै अब यो इनड्राइभ भयो भने अब उहाँले हो यत्तिकै यत्तिकै हेरिराख्नु भएको हुन्छ होइन। इनड्राइभमा हो यत्तिकै हेरिराख्नु भएको हुन्छ। अनि हो यो लोकेसन चाहिँ कहाँ हो, यो कहाँनिर हो, यो कताबाट जान्छ, जस्तै अब यता कहीँबाट राइट टर्न लिनुपर्ने छ लेफ्ट टर्न लिनुपर्छ भने कताबाट हो भनेर मलाई सोध्नु भएको हुन्छ क्या। त्यो मैले पठाउ इनड्राइभ गर्दाखेरि पनि मलाई यत्तिकै ऱ्यान्डम मलाई हुन्छ नि दाइहरूले मलाई सोध्नु भएको हुन्छ। अनि त्यसले गर्दाखेरि त्यस्तो नजानेको मान्छेलाई चाहिँ एकदम नयाँ जो ड्राइभर हुनुहुन्छ उहाँहरूलाई मात्र भनेको है यो चाहिँ मैले, उहाँहरूको लागि मात्र हो। त्यही हो। अनि त्यसपछि